गाइज यहाँ हामीले चाहिँ एउटा गाडीलाई भनिसक्यो है, त्यहाँ गाडी छ त अगाडि लिएर राखेको क्या। हामी कोही यता कोही उता भयो अनि त्यही भएर गाडीको पनि हामीलाई खासै अलि अप्ठ्यारो पऱ्यो। ल है गाइज अहिले चाहिँ हामी उल्लेरीमा छौँ होइन। अब यो उल्लेरीबाट हामी बिस्तारै गाडीमा चढेर पोखरातिर झर्दैछौँ अनि गाडीको झ्यालबाट के दृश्यहरू देखिन्छ सो म तपाईँहरूलाई देखाउँदै जानेछु है त। हामी बनठाटीबाट उल्लेरी जाँदैछौँ है आइज। नमस्ते होटेलमा टक्क लाएर खाएर तल झरेको अवस्था। हाम्रो गाडी तल पुगिसक्यो क्या केटाकेटीहरू एकातिर हामी एकातिर भयो नि त। तर खाना चाहिँ मिठो थियो है। हाम्रो आज हिँडेको यो कोखे टु बनठाटी ट्रेकिङ पनि रमाइलो भयो, मजाले हिँड्यो। यस्तो छिटो हिँडेको नि हामी। आप्पा आमा होटेलको कटेजको होटेल होइन रहेछ, कटेज खालि होटेल भन्न आउँछ। उहाँ पनि हामीसँग जाँदा हुनुहुन्छ भनेर गाडीको त्यो गरेको। गाडी त यहाँ वरिपरि कतै देखिँदैन। धेरै पो हिँड्न पऱ्यो क्या हो। फेरि यो बाटोमा हिँड्न त जाऊ हुन्छ क्या, बाटो ओह्रालो हिँड्नै ठिक पऱ्यो। चाहिँ यस्तो दामी दामी होटेलहरू छ कि यस्तो ठाउँमा यति राम्रो राम्रो कुराहरू छ भनेर कसले इमेजिन गर्न सक्छ है। ठाउँ ठाउँमा होटेलहरू छ। यहाँबाट वे टु बिरेठाँटी रहेछ। यहाँबाट झऱ्यो भने हामी बिरेठाँटी जानु मिल्छ। हाम्रो गाडी चाहिँ उहाँ धेरै तल रहेछ र हामी अझै हिँड्न पर्ने भयो। र आजको हिँडाइ चाहिँ त्यस्तो अप्ठ्यारो त्यति गाह्रो चाहिँ लागेको छैन। मतलब हामी लाइनको गाडीबाट भन्दा पनि एकजना चिनिराखेको दाइ आउनु पर्दैछ कि टुरिस्टहरू लिएर। अनि हामी उहाँसँग जान खोजेको है। अब बिचरा लाइनको गाडीहरूलाई पनि ल्याउनुहुन्छ नि त त्यो त। अनि उहाँ चाहिँ यता तल आएर बस्नुपर्छ कि उहाँबाट हामीलाई पिकअप गर्न अप्ठ्यारो होला भनेर अहिले चाहिँ यता मेन स्टेसनभन्दा धेरै नै तल झर्दैछ है। यो प्याकेज भन्दो रहेछ उनीहरूले होइन। अनि हामीले चाहिँ के भनेको भने प्याकेज नभन्नु, कोही त अब प्याकेजभन्दा बाहिर जे मन लाग्यो त्यही खान्छु भन्ने हुन्छ नि त। हो त्यसरी तपाईँहरूले पहिल्यै भनिदिनु प्याकेज पनि छ, तपाईँहरू आफ्नो वन हिसाबले खानुहुन्छ भनिरहेको छु नि। तिनीहरूलाई प्याकेजमा चाहिँ सजिलो हुने भनेर त्यो अर्डर भिन्दै म हुँदै बेलामा त भन्दैन। हजुर जसरी बसे पनि खुसी। हामी मेनुमै खान्छु, हामी नखाएर पनि सुत्छु भने पनि पायो क्या। हजुर त्यो प्याकेज चाहिँ भनेर त्यो नगर्नु है भनेर भन्छ। हुन्छ म हुँदैन नि। त्यस्तो हो तपाईँको व्यापार भन्ने कुरा हामी खास हजुर पहिलादेखि गरेको होइन। मेरो तापराङमा रिटायरमेन्ट होम भनेर बनाएको। हजुर त्यहाँदेखि एकजना मान्छेले बनाउनु थियो बिचरा सकेन। हजुर किन्यो भनेर त्यहाँ गएपछि त्यति हेर भनेर बाबाले किनिदिया हो खबर चाहिँ। अनि मैले फिनिसिङ गरेर उयो गरेर हो। हजुर माथि चाहिँ फेरि पानी पनि छैन एकदम। पानीको चाहिँ गाह्रो रहेछ। तल चाहिँ अब गाई भैँसी बाख्रा छ। हजुर घोडा छ। ल अब हामीले चाहिँ गाडी पनि भेटिसकेका छौँ। यो उल्लेरीमा टक्क गाडीको झ्यालबाट वरिपरिको दृश्यहरू देखाउँदै हुनेछु है त। कति राम्रो च्याट्ट परेको वरिपरि देख्न सकिन्छ। यो चाहिँ टुरिस्ट एरिया नै हो के अरे है। त्यही भएर यहाँ मजाले टुरिस्टहरू आउनु भएर होटेलहरू टन्नै छ है। अनि च्याट्ट परेको गाउँले टाइपको घरहरू पनि हामी देख्न सकिन्छ। अनि वरिपरिको दृश्य त बबालै हो है। अब त्यो कुराको त जति बयान गरे पनि कमै छ क्या। हुन त हामी जाँदाखेरि पनि यही बाटो नै भएर गएको, तर झर्दाखेरि जाँदाखेरि अझै कति कुराहरू गाडीले बेसी उफारेर टाउको ठोक्काएर हामी कति कुराहरू एक्सप्लोर गर्न सकिएको थिएन क्या।
झ्यालबाटै भए पनि तर अहिले चाहिँ बिस्तारै ड्राइभर दाइले पनि बिस्तारै लिएर हिँड्नु भएको छ त्यही भएर वरिपरिको दृश्यहरू चाहिँ बबाल तरिकाले हामी हेर्दै हेर्दै जान पाइएको छ है हुन त गाइज हो जाँदाखेरि पनि यही बाटो नै गएको फर्किँदाखेरि पनि यही बाटो नै फर्किँदैछौँ क्या तर फरक चाहिँ के हुँदो रहेछ भने जाँदाखेरि मनमा अनेक खालको प्रश्नहरू सिर्जना भइरहेको हुँदो रहेछ क्या के देखिन्छ होला के भेटिन्छ होला कस्तो ठाउँमा बस्नु पाइन्छ होला दृश्यहरू मनोरम होला या नहोला अनेक खालको प्रश्नहरू आफूले आफूलाई गरिराखिएको हुँदो रहेछ क्या तर फर्किँदाखेरि के हुँदो रहेछ भने मैले यो देश विदेशन पुगेर पनि आएको छु जर्नीलाई मैले सकिसकेको छु पछि आनन्द भइरहेको छ है वरिपरि देखिने दृश्यहरू यति सुन्दर र शान्त छन् गाइज हो कि है आँखा हटाउन मन लाग्दैन क्या अनि गाडीभित्रको माहौल पनि कम त रमाइलो छैन है गाइज हाम्रो ध्रुव दाइ चाहिँ एकदम जोली टाइपको ड्राइभर हुनुहुँदो रहेछ होइन यति मजाले हँसाउने कुराहरू गरिराख्नु भएको छ कि है भनेर साध्य नै छैन एकातिर जोक्सहरू मार्ने अर्कोतिर उहाँको त्यो हरेक बोर्डै पछि एकदम फन्नी टाइपको बोर्डहरू निकाल्नु हुँदो रहेछ क्या अनि त्यही भएर हामी हाँस्दा यहाँ हाम्रो पेटै हामी त यहाँ हाँस्दा पेट एकदमै उठिसकेर हाँस्दा छ है गाइस अनि ध्रुव दाइलाई चाहिँ हाम्रो आप्पा आमा कटेजको ओनर रस दाइले चाहिँ एकदमै बिचमा इन्टरटेन गर्नको निम्ति सहायता गर्दै हुनुहुन्छ है यहाँ जस रमाइलो माहौल बन्दैछ हो गाडीभित्र पनि यस्तो कहाँ घरि भेटिन्छ र होइन खुब रमाइलो हुँदैछ एक पैसाको अछुता भेटी दुई पैसा कि के अनि एकमा जाँदा मै भन्दा नि पोखराको बजारमा सुकाधारी मासु सुन्दै हुनुहुन्छ नि गाइज हो मजाले भित्र चाहिँ सङ्गीतको माहौल ध्रुव दाइले बनाउँदै हुनुहुन्छ होइन अब झ्यालबाट बाहिर हेऱ्यो वरिपरिको दृश्यहरू यस्तो बबाल देखिन्छ कि बिचमा च्याट्ट परेको घरहरू होइन सानो गाउँहरू अनि टुरिस्टहरू बस्नुको लागि होटेलहरू लजहरू प्रशस्त मात्रामा देख्न सकिन्छ अनि छेउछाउमै मजाले खेतीपाती गर्नको लागि योग्य जमिनहरू पनि हामी देख्न सक्छौँ अनि पारी डाँडाकाँडाहरू हरियो वन जङ्गल त कति हो कति होइन त्यो सँगसँगै गाडीभित्रको माहौल पनि यति रमाइलो छ नि कि आँखाले बाहिरको दृश्य हेरिरहेको छ भने कानले फेरि भित्रको रमाइलोलाई हेरेर एकदम आनन्द र प्रफुल्लित भइरहेको छ दाइले चाहिँ अहिले हामी हरेक मान्छेहरूलाई चाहिँ सावधानी हुनको निम्ति यो कुरा गर्दै हुनुहुन्छ है किनभने हाम्रो बिचमा प्रशस्त मात्रामा ठगहरू छ कि हामी जता जाँदा पनि ठगी गर्नेहरू प्रशस्त मात्रामा भेटिन्छ अनि उनीहरूले केही न केही गरेर हामीलाई लोभ्याउने काम चाहिँ गरिरहेको हुन्छ अनि हामी त्यो भित्र फेरि उनीहरूले भनेको कुरालाई ट्रस्ट गरेर फसिरहेको हुन्छ क्या है यही कुरा नै उहाँले चाहिँ जुन देख्नुभएको थियो सुन्नुभएको थियो त्यो कुरालाई भन्नुहुन्छ है त
अहिले यो आधुनिक जमानामा चाहिँ जति नै नयाँ नयाँ घरहरू बने पनि होइन यो गाउँघरमा चाहिँ काठको झ्यालहरू जस्ताको छाना या ढुङ्गाको छाना अनि ढुङ्गाको भित्ताहरू यो कुराहरू देख्दा नै एकदमै रमाइलो फिल हुँदो रहेछ। वाउ, त्यो पारी डाँडाको दृश्य कस्तो बबाल क्या। अस्ताउन लागेको घाम अनि आकाशमा देखिएको रातो रातो घामको छिर्काहरू है, कस्तो बबाल के आमा डेकोरेसनै गरेर बनाए जस्तो पो देखिरहेछ हो। सुन्दर हुनुहुन्छ गाइज हो। हाम्रो ध्रुव दाइ चाहिँ त्यति जोली खालको हुनुहुन्छ नि, जली खालको। उहाँको मनभित्र चाहिँ त्यति नै धेरै पीडाहरू लुकेर बसेको छ क्या, जो उहाँले बिस्तारै बिस्तारै खोल्दै हुनुहुन्छ। यहाँको यो बाटो भनेको नि गाइज हो, अफरोड त भइ नै हाल्यो होइन। त्यही माथि साङ्लो पनि छ क्या, दुईतर्फबाट गाडी आयो भने पास हुन अझै गाह्रो हुन्छ है। अनि त्यसमाथि फेरि टर्निङहरू के, कति छिटो छिटो टर्निङहरू हामी पास भएर जानुपर्ने हुन्छ क्या। वरिपरि भ्यूहरू हेर्दाखेरि त यस्तो बबाल रमाइलो आउँछ नि। फेरि नजिकै नजिकै बाटोको वरिपरि नै मजाको घरहरू गाउँहरू हामी देख्न सक्छौँ होइन। अनि हरियाली त अब भन्नै परेन, गाउँतिर ट्रेकिङको मेन थिङ भनेकै अब ग्रिनरी नै हो जस्तो मलाई लाग्छ है। अनि त्यो भ्यूहरू हेरेर रमाइलो लिँदा लिँदै एकैचोटि फेरि डर पनि हामीलाई लाग्छ क्या। बाटो साङ्गो अनि अफरोड अनि उफार्ने खालको, कति बेला टाउको ठोक्किने हो होइन। इनकेस अब बाटो साङ्गो भएर कतै के हुने हो कि भनेर एक प्रकारको डर पनि हामीलाई लागिरहेको हुन्छ कि बेला बेलामा। रुनुपर्ने ठाउँमा गएर कहिले पनि हाँस्नु हुँदैन है गाइज। दाँत लामो छ भने लुकाएर दाइले यहाँ सिकाउनु भएको छ है। सबैले यो कुरालाई चाहिँ वर्णन गरिरहेको। यहाँ वरिपरि देख्न सकिन्छ नि है, यहाँको जीवनशैली भनेको कति आनन्दको छ क्या है। कोही चाहिँ होटेल थापिराख्नु भएको छ, कोही चाहिँ आफ्नो घरमा बसिराख्नु भएको छ, कसैले खेतीपाती गरिराख्नु भएको छ। अनि हामी सब यहाँनिर यसरी गाडी चढेर सफरमा गाह्रो छ है गाइज। कमन नेम भयो भने चाहिँ यस्तै हुन्छ क्या। मेरो पनि नाम भएर है धेरै मान्छेहरूको जमुना हुने क्या। त्यही भएर कति ठाउँमा म पनि अरूलाई बोलाइरहेको हुन्छ, मेरै नाम अब आफ्नो नाम आएपछि अभियसली जसले पनि हेर्छ नि। अनि कतै हजुर भनिरहेको हुन्छ, कतै चाहिँ मलाई बोलाउनु भएको भनेर फर्केर गइरहेको हुन्छ कि। यस्तै छ है गाइज गाडीभित्रको माहौल। कति बेला सन्नाटा छाइरहेको छ, कति बेला हाँसो सुन्न सकिन्छ, कति बेला फेरि
शान्त हल पनि देख्न सकिन्छ। अनि त्यो सँगसँगै फेरि कति बेला चाहिँ भावुक कुराहरू पनि आइरहेको छ है। यसरी हाम्रो यात्रा चाहिँ निरन्तर रूपमा अगाडि बढिरहेको छ। म नि बुका नै सुनिरहेको कि भुक्का भन्छ कि एकदम राम्रो छ। यो फेरि पुल बनाउन लगाएको थुप्रै वर्ष भयो कि 10 वर्ष भयो। 10 जनाले काम गर्छ। अनि अहिले त फेरि बनिसकेको हेर्नु त कहाँ लाने रहेछ त्यो पुल हो हेर्नु न त्यो कति अग्लो बनाएको छ। हो त त्यत्रो अग्लो गाडी त्यो बाटो झर्दैन खाली कहाँ पुग्छ। हामीले यात्रा गर्दै जाँदाखेरि नि गाइज हो कति यात्राहरूमा थुप्रै मान्छेहरू भेटिन्छन् छुट्टिन्छन् क्या। कतिजना मान्छेहरू चाहिँ एकचोटि भेटेपछि फेरि अर्कोचोटि भेट्न नपरे हुन्थ्यो या उनीहरूसँग हाम्रो त्यो जति पनि समय व्यतीत भइरहेको हुन्छ नि त्यो समय यस्तो बोरिङ हुन्छ क्या। बोरिङ लाग्ने टाइपको हुन्छ। तर कति व्यक्तिहरू यस्तो हुन्छ कि यात्राको क्रममा है त्यो मान्छेहरू फेरि भेट्यो जस्तो लाग्छ क्या। तपाईँहरूलाई के लाग्छ? तपाईँहरूको जीवनमा पनि यात्रा गर्ने क्रममा कहिलेकाहीँ त्यस्तो परिस्थितिहरू सृजना भएको छ भने कमेन्ट गर्नुहोस् है त। र हामीले पनि त्यस्तै भोगेका छौँ। जाने बेलामा हामीलाई कति झ्याउ लागेको थियो कि बोरिङ ट्राभलमा भइरहेको थियो। तर फर्किँदाखेरि हामीलाई यस्तो रमाइलो भयो कि ध्रुव दाइले यति धेरै रमाइलो तरिकाले हामीलाई ल्याउनु भयो। अनि त्यो सँगसँगै फेरि रस दाइले पनि उहाँलाई कम्पनी दिएर हामीलाई अझै के भन्छ सुनमा सुगन्ध थपेको निकाल भन्छ नि त्यस्तै गरिदिनु भएको थियो कि है। यस्तो रमाइलो भएको थियो कि ट्राभल गरेर शरीर थाक्दा पनि मन थाकेको थियो। आनन्दमा चाहिँ अझै यो समय लम्बी हुन्थ्यो जस्तो हामीलाई फिल भइरहेको थियो है। यति मजा आएको थियो कि फेरि हामीलाई चाहिँ त्यो यात्रा गरेको छिटो छुट्टिन नपरे हुन्थ्यो। अझै धेरै कुराहरू सुनिराख्नु पाए हुन्थ्यो जस्तो हामीलाई फिल भइरहेको थियो। यस्तो रमाइलो हुँदै अगाडि बढिरहेको थियो। अब हामी चाहिँ बिस्तारै पोखराको नजिकतिर जाँदैछौँ है। अब यो सुन्दर दृश्यहरू केही समयपछि हाम्रो आँखाबाट हटिजानेछ। यानि कि फेरि हामीले सुन्दर दृश्यहरू देख्न पाउनेछौँ। बिस्तारै सुन्दर दृश्यहरू छोड्दै हामी बजारतिरको माहौलतिर बढिरहेका छौँ है। अब यो खालको भाइब्स त अब बजारमा कहाँ पाइन्छ र? बजारमा त त्यही नै हो, हल्ला कोलाहल व्यस्तता त्यो बाहेक केही पनि छैन है। बिस्तारै यो कुराहरू चाहिँ हाम्रो मिस हुँदै जानेवाला छ है। ती राम्रो दृश्यहरू हाम्रो सम्झनामा मात्रै सीमित हुनेवाला छ। अनि हामीले झन्डै यो यात्रामा चाहिँ यो ट्रेकिङमा एउटा सेलरोटी नै पकाएका छौँ है। काठमाडौँबाट पोखराबाट घोरेपानीबाट पुनिलबाट तीन पोखरीबाट पोखे अनि पोखेबाट फेरि बनठाँटीबाट उल्लेनीबाट बिरेठाँटीबाट पोखरा हुँदै हाम्रो यो ट्रेकिङ चाहिँ सकिएको छ। अनि हामीले 7वटा एपिसोडहरूमा चाहिँ यो ट्रेकिङको पिरियडलाई मेटेका छौँ है। विशेष गरी ध्रुव दाइ र रस दाइलाई चाहिँ धेरै धन्यवाद भन्छु म। यात्रालाई यति आनन्दको यति रमाइलो बनाइदिनु भयो है। अनि ध्रुव दाइलाई त इन्टरटेनमेन्टको
दोकान भन्दा पनि केही फरक नपर्ला जस्तो लाग्यो है मलाई त। ल फाइनल्ली हाम्रो ट्रेक चाहिँ सकिएको अवस्था छ है। यस्तो बबाल रमाइलो भयो कि आमा र आप्पा कटेजको ओनर दाई रस बहादुर गुरुङजीसँग गफ गर्दै यस्तो इन्ट्रेस्टिङ कुराहरू भएको थियो है। रमाइलो पनि बब्बाल रमाइलो भयो। अनि ध्रुव दाई चाहिँ हामीलाई चाहिँ गाडीमा लिएर आउनुभयो। उहाँले पनि पुरै जोक्स मारेर रमाइलो गरेर ल्याउनु भयो नि। यो भिडियो हेरेर कोखे गएर हामीले चाहिँ यो भ्लग हेरेर थाहा पाएको भन्नुभयो भने चाहिँ रस दाईले डिस्काउन्ट दिने कुरा गर्नुभएको छ है। तपाईँहरू यो भिडियो हेर्नुहोस् अनि कोखे जानुहोस्, तपाईँहरूले चाहिँ त्यहाँनिर डिस्काउन्ट पाउन सक्नुहुन्छ है। एकदम रमाइलो भयो। त्यही नै हो, हामी लास्टमा के सजेस्ट गर्छौँ भने जो पनि उकालो हिँड्न चाहिँ अलिक डराउनुहुन्छ नि उहाँहरूको लागि चाहिँ हामीलाई चाहिँ सुमित्रा पुनले सजेस्ट गरेको भएर पहिला चाहिँ पुन हिल जानु, घोरेपानी पुन हिल जानु, त्यो पछाडि मात्रै तपाईँहरू कोखे जानु। त्यस्तो गर्दाखेरि तपाईँहरूलाई धेरै उकालो पर्दैन। भन्दाखेरि हामी पहिला पुन हिल गयौँ, घोरेपानी पुन हिल, त्यस पछाडि कोखे जाँदाखेरि हामीलाई त्यस्तो हिँडेको फिल पनि भएन है। अनि बाटो पनि बब्बाल लालीगुराँसले भरिएको भएर दामी रमाइलो भयो। कसैलाई पनि निराश हुँदैन है त्यो ठाउँ गएपछि चाहिँ। अब गाह्रो त हुन्छ नहुने होइन है, मै भन्छु मलाई गाह्रो भएको थियो, तर गाह्रो सँगसँगै त्यहाँको त्यो लालीगुराँसहरू त्यो सिनहरू देख्दा चाहिँ आँखालाई यति ठन्डक मिल्छ नि। हामी फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिले यो भिडियोलाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै बिदा हुन्छौँ। बाई बाई, सी यू इन द नेक्स्ट भिडियो। बाई बाई।